ल सबैलाई नमस्ते, गुड इभिनिङ। मेरो साउन्ड सुनिराख्नु भएको छ है? साउन्ड आइरहेछ नि? ल साउन्ड आइरहेछ भनेपछि बस क्लास सुरु गरिहालौँ। हामी क्षेत्रमिति भन्ने टपिक पढ्दैछौँ है। क्षेत्रमिति भन्ने टपिक पढ्दै थियौँ र अब क्षेत्रमिति टपिकमा कति नम्बर क्वेसनसम्म पुग्यौँ? कमेन्टमा लेख्नुहोस् त हेरौँ। हामीले हिजो फर्मुलाहरू अलि बढी लेखेर टाइम लिएका थियौँ होइन? अब 17 नम्बर। ल क्वेसन नम्बर 17 क्षेत्रमिति टपिकको क्वेसन नम्बर 17 भनेर लेखेँ है। जस्तो एउटा यस्तो लेखेँ, एउटा आयताकार चौरको कस्तो भन्यो त? एउटा आयताकार चौरको चौडाइको मान, एउटा आयताकार चौरको चौडाइको मान लम्बाइको 3/4 छ। लम्बाइको 3/4 छ। कति भन्यो तपाईलाई? 3/4 छ। र सो चौरको क्षेत्रफल के दियो त? सो चौरको क्षेत्रफल 3/4। पाउनुहोस् है, क्यालकुलेटर चलाउँ। यो पछि कुन च्याप्टर भन्नुहुन्छ डिस्कस गरिहालौँला। यो पछि कुन च्याप्टर पढ्ने भन्ने हामीसँग छँदैछ नि, टपिकहरू जति पनि छन् नि होइन र। 3/4 भनेको छ, पाउनुहोस् है कति राखौँ यहाँ। चौरको त्यो चाहिँ कति र 3/4 इन्टु यति। र सो चौरको क्षेत्रफल 1728 1728 मिटर स्क्वायर छ भने उक्त चौरको बाहिरपट्टि चारैतिर कति भन्छ त? अब देखिएन भन्नुभयो, यहाँनिर देखिएन र देखिरहेछ त? देखिन्छ नि होइन र? देखिरहेछ कि नदेख्नु? भिडियो क्लियर छैन भन्नुहुन्छ। किन क्लियर भएन होला? समस्या भयो त? अहिले क्लियर भयो? अब अहिले अझ बढी क्लियर भयो होला होइन र? सो चौरको बाहिरपट्टि चारैतिर 7 फन्का तारबार गर्न जम्मा कति मिटर तार आवश्यक पर्छ? जम्मा कति मिटर तार आवश्यक पर्छ? ल हेर्नुहोस्, यस्तो प्रश्न, जम्मा कति मिटर तार आवश्यक पर्छ। अब यो पनि कस्तो प्रश्न भनेर देख्नुभयो त? सिधै आयतको भन्ने कुरा त गरेन नि। आयताकार चौर भनेर भनेको छ। के भनेको छ? आयताकार चौर। एउटा आयताकार चौरको चौडाइको मान लम्बाइको 3/4 छ र क्षेत्रफल 1728 वर्ग मिटर छ, मिटर स्क्वायर छ भने उक्त चौरको बाहिरपट्टि चारैतिर 7 फन्का तारबार गर्न जम्मा कति मिटर तार आवश्यक पर्छ भनेछ प्रश्नले भाइ। अब यसलाई कसरी बनाउने? ल हेर्नुहोस् त। अब यो क्वेसनलाई कसरी बनाउने भन्ने हेरौँ। कसरी बनाउने होला त? ल भन्नुहोस्, विचार गर्नुहोस् त यसो। अब मान्नु पर्यो, लम्बाइलाई मान्ने कि चौडाइलाई? कमेन्टमा लेख्नुहोस् त हेरौँ। यहाँ यो त्यो चौरको लम्बाइलाई मान्ने कि चौडाइलाई मान्ने, त्यो कुरा क्लियर हुनु पर्यो सुरुमा। केलाई मान्ने? एल अर बी? लेन्थलाई मान्ने कि ब्रेथलाई मान्ने? कमेन्टमा लेख्नुहोस् त हेरौँ। हो ल, धन्यवाद सबैलाई। लम्बाइलाई मान्नु पर्यो। किन?
एउटा आयताकार चौरको चौडाइको मान लम्बाइको 3/4 छ। यो मानसँगै को टाँसिएको लम्बाइको 3/4 मान्नु पर्नेमा के गर्नुपर्ने हुन्छ त, दुईवटा बिचमा केलाई मान्ने भन्ने कुरा आयो भने जहिले पनि है यो एकदम काम लाग्ने हुन्छ धेरै क्वेसनहरु सल्भ गर्नलाई। मानसँगै को भन्दा अथवा को टाँसिएर आएकोलाई मान्नुपर्छ। मानसँगै को भन्दा अथवा को टाँसिएर आएकोलाई मान्नुपर्छ। यसको मतलब के हो त, लम्बाइको 3/4 छ, लम्बाइको मानसँगै 3/4 मान, त्यो सँगै को टाँसिएको लम्बाइको, त्यो भएपछि लम्बाइलाई मान्नु पर्यो। लम्बाइलाई x मान्नु भयो भने चौडाइ भनेको 3x/4 भइगयो त। यहाँ भनेर लेख्यो पहिला सुरुमा, आयताकार चौरमा भन्नु पर्यो। कस्तो चौर? आयताकार चौरमा। चौर कस्तो हो? आयताकार चौर। आयताकार चौरमा मानु केलाई त, लम्बाइ L इज टु x मिटर मानु भन्यो भने, लम्बाइलाई x मानेपछि देयरफोर चौडाइ के भनेको छ प्रश्नले, चौडाइ b इज टु लम्बाइको 3/4। 3/4 भनेको 3/4। लम्बाइलाई x मानेपछि चौडाइ भनेको लम्बाइको 3/4 भनेको छ। लम्बाइ भनेको x भइगयो इन्टु 3/4, 3 इन्टु x ले 3x, 3x/4 भइगयो। लम्बाइ पनि भयो चौडाइ पनि भयो। अनि प्रश्न अनुसार चौडाइसँग टाँसिएको छ भनेर कसरी भन्नुहुन्छ? चौडाइको मान लम्बाइको 3/4 भनेको छ त, तपाईले त्यो कुरा बुझ्नुस् न। अब प्रश्न अनुसार भनेर लेखिहाल्ने है, प्रश्न अनुसार भनेर लेख्ने। प्रश्न अनुसार क्षेत्रफल A इज इक्वल्स टु कति दिएको छ तपाईलाई? 1728 मिटर स्क्वायर। अब क्षेत्रफलको सूत्र लगाउने। क्षेत्रफलको सूत्र के हो त? L इन्टु B, लम्बाइ इन्टु चौडाइ इज इक्वल्स टु 1728। लम्बाइ भनेको x इन्टु चौडाइ भनेको 3x/4 इज इक्वल्स टु 1728। यो x इन्टु x ले x स्क्वायर, 1728 इन्टु 4 भागा 3। यो गर्दा कति आउँदो रहेछ? क्याल्कुलेटर थिच्नुस् त। क्याल्कुलेटर प्रयोग गर्न पाइहाल्यो नि ढुक्कले है। क्याल्कुलेटर प्रयोग गर्न पाउँछ यो सल्भिङमा चाहिँ। सल्भिङ म्याथमा क्याल्कुलेटर प्रयोग गर्न पाउँछ। इन्टु 4 भागा 3, 2304 आएछ। ल 2304 आएछ हैन? 2304 आएछ भनेपछि अब के गर्ने त? त्यसपछि त्यो पत्ता लागेपछि के गर्ने तपाईले होला भन्नुस्? अब के गर्ने? अब त सिधै अब यो x को मान पत्ता लागिहाल्छ। x इक्वल्स टु 2304 को अन्डर रुट। यो स्क्वायर रुट चाहिँ जुनसुकै सामान्य क्याल्कुलेटरमा पनि हुन्छ है। त्यो छैन भने पनि तपाईले क्याल्कुलेटर किन्दाखेरि त्यो स्क्वायर रुट भएको चाहिँ किन्नु पर्यो। क्युब रुट चाहिँ कमै लगाउनु पर्ने हुन सक्छ, तर स्क्वायर रुट त लगाउनु पर्छ नि है। स्क्वायर रुट चाहिँ जुन क्याल्कुलेटरमा नि हुन्छ। यो x को मान आएको लम्बाइ पत्ता। अनि के गर्ने त? यो 7 फन्का तारबार गर्ने भनेपछि चौरको बाहिरपट्टि चारैतिर 7 फन्का तारबार गर्ने भनेको 7 वटा परिमिति पत्ता लगाउनु भनेको। एउटा परिमिति जति आउँछ रुट किन लगाएको भन्नुहुन्छ? यो स्क्वायर पछाडि जाँदा रुटमा जाँदैन त। यदि क्युबको पावर थियो भने क्युब रुट भएर जान्थ्यो। स्क्वायर रुट भएर गयो पछाडि है। त्यसरी बुझ्नु पर्यो। 7 वटा परिमिति चाहिएको, 7 फन्का भनेको। अब के गर्ने? अब परिमिति पत्ता लगाउने। सुरुमा परिमिति पत्ता लगाउने। परिमिति p इज इक्वल्स टु भनेर पत्ता लगाउनुस् त। यहाँ परिमिति पत्ता लगाउने सूत्र तपाईलाई छँदैछ। के छ त? परिमिति पत्ता लगाउने सूत्र, परिमिति p इज इक्वल्स टु 2 ब्र्याकेट l प्लस b। सूत्र त लगाउनु भयो, सूत्र त लगाइयो। अब 2 ब्र्याकेट l भनेको कति त? l भनेको x प्लस b भनेको 3x/4 अनि 2 इन्टु 4x प्लस 3x ले 7x/4
2 × 7 × x भने 48 भागा 4। अब 4 ले 12, 12 7 84 इन्टु त्यसले 168 मिटर। यो चाहिँ परिमिति पत्ता लाग्यो, चौरको परिमिति। तर प्रश्नले मागेको 7 फन्का भनेको छ। अब भनेर लेखौँ न यहाँतिर। अब 7 फन्का इज इक्वल्स टु 7 फन्का इज इक्वल्स टु 7 × p इज इक्वल्स टु 7 × 168 मिटर। यो गर्दा कति मिटर आयो त? त्यही एन्सर भइगयो त। कति निकाल्नु भएको छ यो गर्दा? 1176। त्यति त एन्सर ल्याउँछ। 1176 1176 मिटर। र लास्टमा लेख्नुहुन्छ देयरफोर स्रोत चौरमा 7 फन्का तारबार गर्न 7 फन्का तारबार गर्न कति त? 7 फन्का तारबार गर्न जम्मा त्यति मिटर तार आवश्यक पर्छ। गर्न जम्मा 1176 मिटर तार आवश्यक पर्छ भनेर लेख्नुपर्छ। लास्ट कन्क्लुजन लेख्नै पर्छ, अन्तिमको निष्कर्ष लेख्नै पर्छ। त्यो देखिएन भने म तपाईँलाई देखाउँछु। यहाँ देखिन्छ होला सायद। कति भनिएको छ त? 1176 मिटर तार आवश्यक पर्ने रहेछ। कति मिटर त? 1176 मिटर तार आवश्यक पर्ने भयो। 1176 भनेर पत्ता लाग्यो। देखिन्छ है। यसरी बनायौँ हामीले यो क्वेसनलाई। ल यस्तै खालको एउटा क्वेसन तपाईँलाई दिन्छु म है। फेरि बुझाइदिनुहोस् भन्नुहुन्छ। यो चौडाइको मान लम्बाइको 3/4। आयताकार चौरमा लम्बाइ x मानेपछि चौडाइ लम्बाइको 3/4। लम्बाइ x मानेको x × 3 3x/4। प्रश्नले क्षेत्रफल दिएको छ। क्षेत्रफल यति दियो। क्षेत्रफलको सूत्र हामीले के लगायौँ? 2l × b भन्ने लगाइहाल्यो। l भने x × b भने 3x/4 अनि x × x ले x² × 4 भागा 3 अनि यो गर्दा 2304 स्क्वायरबाट निकाल्दा 48 मिटर। यो 48 मिटर पत्ता लगाएपछि परिमिति 2 ब्राकेट l + b 2 ब्राकेट l भनेको पनि राख्यौँ, b भनेको पनि राख्यौँ। 4x + 3x 7x/4 2 × 7 × 48 168 अनि 7 फन्का इज गर्छु 7 वटा परिमिति हैन। तल देखिएन भनेपछि त्यो त मैले भनेको मात्रै। स्रोत चौरमा 7 फन्का तारबार गर्न जम्मा त्यति मिटर तार आवश्यक पर्छ भनेको छ। त्यहाँ अलिकति 7x आएको बुझिन अरे। अब एलसिएम लिएको हेर्नुहोस् न यहाँ 4x + 3x ले 4x + 3x गर्दा 7x त्यसरी आएको। तपाईँले जस्तो हो 2 + 3/5 छ भने 5 × 10 + 3 ले 13/5 लेख्नुहुन्न र? त्यस्तै हो यहाँ पनि 4x + 3x ले 7x/4 है त। यसरी पत्ता लगायौँ। ल अब हामी अर्को प्रश्नमा जान्छौँ। यस्तै खालको एउटा तपाईँले गर्नुहोस्। अनि नेक्स्ट तपाईँलाई नेक्स्ट टाइपमा जाने अनि एउटा आयताकार चौरको चौडाइको मान लम्बाइको 2/3 भन्नेलाई यहाँ लम्बाइको 2/3 छ। लम्बाइको 2/3 छ र चौरको क्षेत्रफल पनि दिनु पर्यो अनि कति फन्का तारबार गर्ने भन्ने पनि दिनु पर्यो है। एउटा हामीले यहाँ बोर्डमा गरेपछि तपाईँहरूलाई प्र्याक्टिसको लागि अर्को टाइप दिने गरेको छ है। जहिले पनि याद गर्नु होला हैन। अर्को टाइप आफूले गर्ने। कति राख्ने त? 2/3 भन्यो यसले है। 2/3 त भन्यो। अब कति गर्ने त? इन्टु 2 भागा 3 गर्दा यति आयो। इन्टु कति त? अब चाहिँ यहाँ 1176 मिटर स्क्वायर छ। जम्मा 9 फन्का तारबार गर्ने। कति पटक बेर्ने त्यो चौरको वरिपरि? 9 पटक बेर्ने। 9 फन्का तारबार गर्न कति मिटर तार आवश्यक पर्छ? अब नेक्स्ट टाइपमा जाउँ है त। 19 नम्बरमा अगाडि बढौँ। स्क्रिनसट लिनु होला है, सजिलो हुन्छ। टाइम बच्छ नि। तपाईँलाई गर्न दिएको प्रश्नलाई स्क्रिनसट लिने अनि पछि मोबाइलबाट कपीमा उतारिसकेपछि मोबाइलबाट हटाइदिए भइगयो नि। मोबाइललाई कति लोड दिने होइन, कति हेभी बनाउनु मोबाइललाई होइन, मोबाइलबाट हटाइदिने अनि त्यसपछि है त। ल यसलाई मेटेँ मैले। 19 नम्बरमा जाउँ। कति नम्बर? क्वेसन नम्बर 19। क्वेसन नम्बर 19 जस्तो के भन्यो भने ल वर्गमा जाउँ नि त। एउटा वर्गको
एउटा वर्गको विकर्णको मान, एउटा वर्गको विकर्णको मान, एउटा वर्गको विकर्णको मान 18√2 cm छ। 18√2 cm छ भने सो वर्गको परिमिति कति रहेछ? सो वर्गको परिमिति कति रहेछ अथवा कति हुन्छ? सो वर्गको परिमिति कति हुन्छ? वर्ग भन्नाले के हो त? चारैतिर चारैवटा भुजाहरू बराबर भएर बनेको चतुर्भुज। चारैवटा भुजाहरू बराबर भएर बनेको चतुर्भुजलाई हामीले के भन्ने रहेछ? वर्ग भनिहाल्ने रहेछ हैन? वर्ग भन्ने। अनि त्यसपछि के हो त? अब कसरी गर्ने त? यो वर्गको परिमिति पत्ता लगाउनलाई त सूत्र हामीसँग फोयल मात्रै छ नि त। के छ त? फोयल। तर एल खोइ त? एल पत्ता लगाउने कहाँबाट पत्ता लगाउने? यो विकर्ण दिएको सहायताले। वर्ग भनेको त्यस्तो चित्र जसका लम्बाइ र चौडाइ बराबर हुन्छन्। चारैवटा भुजाहरू एक आपसमा बराबर हुन्छन् र यसको परिमिति पत्ता लगाउनलाई फोयल भन्ने छँदैछ। यो विकर्णको मान दियो, यो विकर्ण दियो, विकर्ण पो दियो त 18√2 cm भनेर दियो। अब गर्ने के त? हामीले यहाँ गर्ने के त? 18√2 cm दियो, परिमिति पत्ता लगा भन्छ प्रश्नले। अब लम्बाइ कसरी पत्ता लगाउने ल भन्नुहोस् त? लम्बाइ पत्ता लगाउनलाई विकर्ण दिएको बेलामा क्षेत्रफलको सूत्र के छ त? d²/2 भन्ने छ। क्षेत्रफल पत्ता लगाउनलाई d²/2 भन्ने छ नि त। र क्षेत्रफल भनेको फेरि l² पनि हो। l² = d²/2। अब d लाई यहाँ राखेपछि l को मान पत्ता लागिहाल्छ नि, लम्बाइको मान पत्ता लागिहाल्छ नि हैन र? लम्बाइ पत्ता लाग्छ अनि लम्बाइ पत्ता लगाएपछि परिमिति पत्ता लागिहाल्ने भयो नि त। ल यसलाई पनि बनाऊ है त। यसलाई पनि बनाऊ। सुरुमा यहाँ भनेर लेखौँ। यहाँ भनेर लेखिन्छ केमा त? वर्गमा। चित्र के हो त्यो लेखिहालिन्छ सुरुमै। वर्गमा विकर्ण, विकर्णलाई जनाउने के त? d ले। d फर डायगोनल। विकर्ण d = 17√2 cm। विकर्णको मान 17√2 cm दियो। 17√2 cm दियो। अनि के भनेको छ त? अब के गर्ने त? अब क्षेत्रफलको सूत्र लगाऊ न। सूत्र चाहिँ क्षेत्रफलको लगाऊ। क्षेत्रफल A = d²/2 भनेर लेखौँ। फेरि क्षेत्रफलको सूत्र l² पनि त हो नि। l² = 18 लेखा रहेछ, कहाँबाट 17 आयो? 18 18√2 cm को होल स्क्वायर बाई 2 भएको त यहाँ बाई 2। अब यहाँ l² = 18 × 18 ले 324 इन्टु रुट चाहिँ स्क्वायरबाट हटेर 2 मात्रै भयो, भागा 2। अबको स्टेपमा तपाईँको 2 र 2 कटियो, बाँकी बच्यो के त? l² = 324। क्षेत्रफलको सूत्र लगायौँ। क्षेत्रफलको लागि d²/2 भन्ने सूत्र र फेरि क्षेत्रफल भनेको l² पनि हो। यहाँ अर गर्दै गर्दै गयौँ। l² भनेको पनि क्षेत्रफल, d²/2 भनेको पनि क्षेत्रफल। 2 र 2 कटिसियो भयो। l = 324 को स्क्वायर रुट। यो स्क्वायरलाई रुटमा लग्यो उतापट्टि, बायाँ यता बायाँपट्टिकोलाई उता दायाँमा लग्दाखेरि स्क्वायर रुटमा गयो। देयरफोर लम्बाइ भने 18 cm आयो हैन? लम्बाइ 18 cm आएपछि अब परिमिति p = सूत्र के हो त? हामीले के को हिसाब बनाइदिउँछौँ? वर्गको। वर्गको परिमिति पत्ता लगाउनलाई 4 वटा l, 4 × l भनेको हामीसँग कति? 18 cm। 18 चौको 72 cm। 18 चौको 72 cm। र लास्टमा लेख्नुहुन्छ देयरफोर सो वर्गको परिमिति 72 cm रहेछ, 72 cm रहेछ भनेर लेखियो। र यतिमै तपाईँहरूको फाइनल एन्सर भयो है त। यस्तो खालको एउटा बनाउनु होला तपाईँले। त्यसो भए सजिलो है, धेरै छोटो। अब यही कुरा अब हाम्रो दिमागमा यही भइरहेको हुन्छ नि त। वर्गको परिमिति भनेपछि त फोयल भन्ने यही त हो उनलाई, तर एल दिएन।
एल दिएन, एल पत्ता लगाउनु पर्यो। एल पत्ता लगाउनलाई यसरी बाटो खोज्दै गएर एल पत्ता लगायौँ। जब एल पत्ता लाग्यो अनि सूत्र लगाएर परिमिति पत्ता लगायौँ भनेपछि यसरी बनाउने रहेछ। यस्तै खालको एउटा तपाईँलाई दिउँ अनि अर्को टाइपमा जाउँ है। धेरैवटा गरौँ आज हामी हिसाब, किनभने फर्मुला त हामीले अलि अस्ति डिस्कस गऱ्यौँ होइन, हिजो अस्ति डिस्कस गऱ्यौँ मजाले। अब यहाँ के भन्यो भने ल 23√2 CM भन्यो। 23√2 CM छ भने परिमिति कति रहेछ भनेपछि परिमिति त तपाईँलाई 92 CM आउँछ यसको एन्सर। अघिनको पनि के त 18 चौको 72 आउँथ्यो, 23 चौको 92 आउँछ। तर सल्भ गरेर देखाउनु पर्यो नि त, सल्भ गरेर देखाउनु पर्यो है, त्यो कुरा ख्याल गरौँ। ल अर्को टाइपमा जाउँ त्यसो भए। भन्नु होला है अर्को टाइपमा जान मिल्यो भने। 21 नम्बरमा जाउँ। 20 पछि 21 नम्बरमा जाउँ हामी। क्वेसन नम्बर 21, 21। क्वेसन नम्बर 21 ले फेरि एउटा आयतकै गरौँ न। यो वर्ग आयत, आयत वर्ग, वृत्त होइन, चतुर्भुज, यिनीहरू गर्नुहोस् आज हामीले होइन सबै। यिनीहरू सबै भ्यायो भने अरू सूत्र पनि लेख्न सक्छौँ। अब 21 नम्बर क्वेसन, 21 नम्बरमा यस्तो लेख्यो, कुनै आयतको विकर्णको मान, कुनै आयतको विकर्णको मान, कुनै आयतको विकर्णको मान कति भन्यो त? विकर्णको मान ल 35 CM दियो अरे। 35 CM छ र लम्बाइको मान 28 CM छ। कति CM त? लम्बाइको मान 28 CM छ भने सो आयतको परिमिति र क्षेत्रफल पत्ता लगाउनुहोस्। परिमिति र अर्को के त? क्षेत्रफल। दुईवटा कुरा पत्ता लगाउनु भन्छ प्रश्नले। परिमिति र क्षेत्रफल पत्ता लगाउनुहोस्। कसरी पत्ता लाग्छ त हेर्नुहोस् है। अब यहाँ यो प्रश्नमा कुनै आयतको विकर्णको मान 35 CM छ र लम्बाइको मान 28 CM छ भने परिमिति र क्षेत्रफल पत्ता लगाउनुहोस्। दुईवटा कुरा पत्ता लगाउनु भन्छ यसले। कसरी बनाउने त हेर्नुहोस् त, सजिलो गरी पत्ता लगाऊ। अब यो यसमा चित्र बनायो भने बुझ्नु सकिन्छ चाहिँ, तर चित्र त बनाउनु पर्दैन। चित्र बनाउनु पर्दैन। र चित्र बनाउनु भयो भने चित्र बनाएर गरौँ कि नबनाएर भन्नुहोस्। चित्र बनायो भने कसरी बुझ्ने त? एउटा आयत बनाइयो। यो आयत भन्नाले यो लम्बाइ, यो के हो त? चौडाइ। सानो भुजालाई चौडाइ, लामोलाई लम्बाइ। यो लम्बाइको मान 28 CM दिएछ तपाईँलाई। लम्बाइको मान कति CM दिएछ यसले? 28 CM। अनि विकर्णको मान, आयतका दुईवटै विकर्णहरू एक आपसमा के हुन्छन् त? आयतका दुईवटै विकर्णहरू एक आपसमा बराबर हुन्छ। जस्तो ABCD लेख्यो भने AC, यो विकर्ण AC बराबर विकर्ण AC, यो कर्नर जोडिएको त विकर्ण भयो नि त। विकर्ण AC बराबर विकर्ण BD भइहाल्छ त। दुईवटै विकर्णहरू एक आपसमा बराबर हो। यहाँ विकर्ण ड्र गरौँ त। विकर्ण ड्र गरेपछि यो कति CM दिएको? यो 35 CM दिएको। 35 CM दियो हो। अब चित्र बनाएर गरियो भने चाहिँ चित्रको नेमिङ पनि गर्नुपर्छ। चित्र बनाएरै गरौँ भन्नुभएको रहेछ यहाँ धेरै। ल ठिक छ, चित्र बनायो भने यो चित्रको नेमिङ पनि गर्नुपर्छ। ABCD भनेर नेमिङ पनि गर्नु पर्यो। अब त्यो आयत ABCD मा यो दुईवटा, यो विकर्णले दुईवटा त्रिभुजहरू बनायो। यो विकर्ण AC ले दुईवटा त्रिभुज बनायो। एकापट्टि त्रिभुज ABC, अर्कोपट्टि त्रिभुज ACD। यो दुईवटै त्रिभुजहरू समकोणी त्रिभुज हुन्छ। के हुन्छन्? समकोणी त्रिभुज हुन्छन्। अब त्यसरी चित्र बनाएपछि चित्रको नेमिङ पनि गर्नुपर्छ र के भनेर लेख्नु पर्यो? आयत ABCD मा भनेर भन्नु पर्यो। आयतमा मात्रै भन्न पाएन, आयत ABCD मा। त्यसरी भनेपछि अब के गर्ने त? समकोणी त्रिभुज ABC भइहाल्छ त। समकोणी त्रिभुज
एबिसीमा भनेर भन्यो। समकोणी त्रिभुज एबिसीमा एसी के हो त? एसी इज इक्वल्स टु कति सिएम दिया हो त? एसी इज इक्वल्स टु कति दिया हो त? 35 सिएम इज इक्वल्स टु एच भइगयो, इज इक्वल्स टु एच भनेर लेखियो। अर्को बिसी इज इक्वल्स टु 28 सिएम इज इक्वल्स टु बेस भइगयो। देयरफोर अब पत्ता लगाउन बाँकी के हो त? एबी भइगयो नि त। एबी इज इक्वल्स टु के हुन्छ त अब यहाँ? एच स्क्वायर माइनस बी स्क्वायरको अन्डर रुट। एच भनेको एसी, एसीको स्क्वायर माइनस बिसीको स्क्वायरको अन्डर रुट, यसको अन्डर रुट। अब एसी भनेको कति सिएम त? हेर्नुहोस् त, एसी भनेको 35 सिएम, 35 सिएमको होल स्क्वायर माइनस 28 सिएमको होल स्क्वायर, यसको होल रुट लगाइहाल्यो त। यहाँ 35 को स्क्वायर क्यालकुलेट हेर्नुहोस् त, 1225 दियो, माइनस यसको स्क्वायर 784 दियो। 1225बाट 784 घटाउँदा 441 दियो र 441 भने कति सिएम भएर आयो त? 21 सिएम। 21 सिएम भनेर पत्ता लागेपछि 21 सिएम भनेर पत्ता लागेपछि के पनि पत्ता लाग्यो? चौडाइ पनि पत्ता लाग्यो। अब के भन्ने त? अब के भन्ने त? भुजा एबी इज इक्वल्स टु कति हो त? एबी इज इक्वल्स टु 21 सिएम इज इक्वल्स टु बी भयो। अर्को भुजा बिसी इज इक्वल्स टु 28 सिएम इज इक्वल्स टु, यो बी होइन, यो परपेन्डिकुलर भएको, के अरे यो ब्रेथ नै भएको, अर्को एल भयो। अब देयरफोर परिमिति पत्ता लगाउँ। अब परिमिति पी इज इक्वल्स टु 2 ब्राकेट एल प्लस बी। 2 ब्राकेट एल भनेको हामीसँग 28 सिएम प्लस बी भनेको 21 सिएम। 28 र 21 लाई जोड्नुहोस्, 2 इन्टु 49 भनेको कति आयो त? 98 सिएम। 98 सिएम भनेको चाहिँ परिमिति आयो। अनि त्यस्तै क्षेत्रफल पत्ता लगाउनलाई के हो त? त्यस्तै क्षेत्रफल ए इज इक्वल्स टु एल इन्टु बी। एल भनेको हामीसँग कति छ त? एल भनेको कति कहाँ छ? एल भनेको 28 सिएम इन्टु 21 सिएम कति दियो त? यसले यो पनि लेखिदिनुहोस् त। ल यो बुझ्नु भएको छ नि? 588 आयो अरे। कति आयो अरे? 588 आयो अरे भन्ने बुझियो त होइन? 588 आयो अरे। गुणन गर्दा 588 सिएम स्क्वायर र लास्टमा लेखियो देयरफोर सो आयतको परिमिति त्यति र क्षेत्रफल त्यति भनेर लेखियो लास्टमा कन्क्लुजनमा। देयरफोर सो आयतको, कुन आयत? सो आयत। सो आयतको परिमिति 98 सिएम र क्षेत्रफल 588 सिएम स्क्वायर रहेछ। यसरी बनाइयो है। कन्फ्युजन भयो चाहिँ भन्नु होला, नत्र नेक्स्टमा गइहालौँ। रहेछन् विकर्णको मान 35 सिएम, लम्बाइ 28 सिएम, परिमिति र क्षेत्रफल कति भन्छ। आयत एबिसिडीमा चित्र बनाएको हुनाले चित्रको नेमिङ गर्नु पर्यो। समकोणी त्रिभुज एबिसीमा त्यसले के बनायो? समकोणी, यो विकर्ण एसी ड्र गरेको हुनाले समकोणी त्रिभुज एबिसीमा एसी इज इक्वल्स टु 35 सिएम, त्यसलाई हाइपोटेन्युज भनियो। बिसी इज इक्वल्स टु 28 सिएम, त्यसलाई बेस भनियो। अब एबी पत्ता लगाउनु छ। यो परपेन्डिकुलर पी इज इक्वल्स टु एच स्क्वायर माइनस बी स्क्वायर सूत्र। अनि बनाउँदै गयौँ पी एसीको स्क्वायर होइन, एसी स्क्वायर माइनस बिसी स्क्वायर, 35 सिएम स्क्वायर माइनस 28 सिएम स्क्वायर। अनि 1225बाट त्यो घट्यो 441, 21 आयो। अनि भुजा एबी इज इक्वल्स टु 21 सिएम, त्यसलाई बी भनियो। बेस आयतको चौडाइ र यो लम्बाइ, परिमिति 2 ब्राकेट एल प्लस बी, 98 सिएम। अनि क्षेत्रफल पत्ता लगाउन एल इन्टु बी, यसरी बनायो है त। ल चित्र नबनाएर सजिलो हुन्छ भने चित्र नबनाइ गरिदिने। चित्र नबनाइकन यो नेमिङ गर्नु पर्दैन त्यतिखेर। के भने समकोणी त्रिभुज केही भन्नु पर्दैन त्यतिखेर। के हो त? तर तपाईँले त्यो चाहिँ बुझ्नु पर्यो,
यो चाहिँ कन्सेप्ट बुझ्नु पर्यो। विकर्ण भनेको विकर्णले दुईवटा समकोणी त्रिभुज बनाउँछ भनेर बुझ्नु पर्यो त्यतिखेर चाहिँ, होइन? चित्र नबनाइ गरे भने, है त? चित्र नबनाइ गरे पनि हुन्छ, है त? चित्र बनाउने कहिलेकाहीँ अननोन भुजा पत्ता लगाउने बेलामा चाहिँ चित्र बनाएको राम्रो भन्ने मात्रै हो। 22 नम्बर क्वेसन तपाईँलाई गर्न दिएँ मैले। कुनै आयतको विकर्णको मान दिनु पर्यो, होइन? विकर्णको मान 26 सिएम भनिदियो। ल 26 भन्दा नि ल 39 सिएमै भनिदियो। विकर्णको मान 39 सिएम र चौडाइको मान भन्नु न। अब यहाँ होइन लम्बाइ थियो, अब चौडाइ भन्ने। चौडाइको मान 15 सिएम भन्छ। यहाँ चौडाइको मान 15 सिएम छ भने परिमिति र क्षेत्रफल दुईवटै कुरा पत्ता लगाउनु पर्यो। अब यसमा के पत्ता लगाउनु पर्यो? परिमिति पनि पत्ता लगाउनु पर्यो र अर्को के पनि पत्ता लगाउनु पर्यो? क्षेत्रफल पनि पत्ता लगाउनु पर्यो। ल चित्र नबनाउँदै सजिलो हुँदाखेरि चित्र नबनाइकन गर्ने होला है। अब अर्को प्रश्नमा जाउँ, 23 नम्बरमा। ल है त अर्को 23 नम्बरमा जाउँ। अब अलि यिनीहरूभन्दा अलि लङ टाइपकोमा जाउँ है। यिनीहरू सामान्य तरिकाले बनिहाल्छन् है यस्ता क्वेसनहरू। जस्तो के भन्यो भने 23 नम्बर क्वेसनमा एउटा के चाहिँ दिउँ त? लम्बाइ दिउँ कि चौडाइ दिउँ भन्ने, फेरि आयतकै कुरा गरौँ न फेरि एकपटक, होइन? आयतकै कुरा गरौँ हुन र? आयतकै कुरा गरौँ। ल जस्तो के भन्यो भने एउटा आयतको चौडाइको मान, एउटा आयतको चौडाइको मान कति सिएम दिउँ? चौडाइको मान कति राख्यो? चौडाइको मान राखौँ कति त? 24 सिएम छ। 24 सिएम छ, जुन लम्बाइको 3/4 कति लेख्नु है? 2/3 भनेर लेख्नु न अब यहाँ। नभए लम्बाइको 2/3 हो। जुन लम्बाइको 2/3 हो। जुन लम्बाइको 2/3 हो। जुन लम्बाइको 2/3 हो, सो आयतको परिमिति एउटा वर्गको क्षेत्रफल एउटा वर्गको परिमितिसँग बराबर छ। एउटा वर्गको परिमितिसँग बराबर छ। एउटा वर्गको परिमितिसँग बराबर छ भने वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले कम छ? वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ? वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ अरे? ल कति प्रतिशतले बढी छ? यो चाहिँ अलि फरक जस्तो देखियो तर एकदम बुझ्न सकिने खालको क्वेसन। आयतको मान र विकर्ण एउटै रहेछ भन्नाले कस्तो आयतको मान र विकर्ण एउटै भन्नुभयो? एउटा आयतको चौडाइको मान 24 सिएम छ, जुन लम्बाइको 2/3 हो। सो आयतको परिमिति एउटा वर्गको परिमितिसँग बराबर छ भने वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ भनेर भन्यो। ल अब यसलाई कसरी बनाउने? ल भन्नुहोस् त। अब के चाहिँ भन्यो भने प्रश्नले हामीलाई आयतको परिमिति बराबर कसको परिमिति भन्यो? प्रश्नले वर्गको परिमिति भन्यो। यो परिमितिहरू बराबर हुँदैमा क्षेत्रफलहरू बराबर हुँदैन है।
परिमिति बराबर त हुन्छ हैन, परिमिति भनेको बाहिरको घेरो घेरो त बराबर हुन्छ। आयतको परिमिति र वर्गको परिमिति बराबर भनेर प्रश्नले भन्यो। यो परिमितिहरू बराबर हुँदैमा क्षेत्रफलहरू बराबर हुँदैन। त्यही भएर त क्वेसनले हामीलाई के भन्यो त, वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ भनेर भन्यो। ल बनाउनुपट्टि लागौँ कि बनाउन सक्नुहुन्छ? बनाउनुहुन्छ भने नेक्स्टमा जाउँ। बनाइदिनुहोस् भनिहाल्नु भएन है त। बनाउँदा कसरी गर्ने त? अब सुरुमा आयतको परिमिति पत्ता लगाउनु पर्यो। आयतको परिमिति पत्ता लगाएपछि त्यो वर्गको परिमितिसँग बराबर। अनि आयतको क्षेत्रफल पनि पत्ता लगाउनु पर्यो, वर्गको क्षेत्रफल पनि पत्ता। चारवटा सूत्र लगाउनु पर्यो यसमा। यसमा कतिवटा? चारवटा सूत्र। आयतको परिमितिको सूत्र लगाउनै पर्यो, वर्गको परिमिति पनि लगाउनै पर्यो, किनभने तपाईँले लम्बाइ पत्ता लगाउनु पर्यो नि त वर्गपट्टिको। वर्गपट्टिको लम्बाइ पत्ता लगाएपछि अनि वर्गको क्षेत्रफल पत्ता लाग्छ। त्यो भएको हुनाले तपाईँहरूले वर्गको लम्बाइ परिमितिको सूत्र पनि लगाउनुपर्छ। ल बनाउनुपट्टि लागौँ न। यहाँ भनेर लेख्यो पहिला सुरुमा, आयतको कुरा टुङ्ग्याइदिउँ। आयतमा भनेर अगाडि बढौँ। आयतमा चौडाइ इजिकल्स टु कति छ त तपाईँलाई? चौडाइ बी इजिकल्स टु कति दिएको छ त? चौडाइ बी इजिकल्स टु 24 एम दिएको छ। अब यो भनेको के हो त? लम्बाइको 3/4 अरे। लम्बाइको 3/4 भनेको छ नि त क्वेसनले। 2/3, 3/4 होइन, लम्बाइको 2/3। 2/3 भनेको 2/3। लम्बाइको 2/3 भनेकै 24 एम अरे। अब लम्बाइलाई एलले जनाइदिइहाल्ने हो। एल को भने गुणन 2/3 इजिकल्स टु 24। अब यहाँबाट एल पत्ता लाग्छ। 24 × 3/2। लम्बाइ कति पत्ता लाग्यो त? लम्बाइ कति पत्ता लाग्यो त? ल भन्नुहोस् त। एल इजिकल्स टु 2 ले गर्दा 12, 12 त्यहाँ 36 एम। अनि के गर्नु पर्यो त? क्षेत्रफल पत्ता लगाएर छोडौँ पहिला। क्षेत्रफल A1 भन्यो यसको क्षेत्रफललाई। सूत्र के हो त? एल इन्टु बी। सूत्र एल इन्टु बी। क्षेत्रफल पत्ता लगाएर छोडिदिइराख्यौँ। एल भनेको 36 एम इन्टु बी भनेको 24 एम। गुणन गर्नुहोस् त कति आउँछ त्यो लेखिदिन्छु म यहाँ। 36 × 24 गुणन गर्दा कति आउँछ लेख्नुहोस्। यहाँ मसँग क्यालकुलेटर भएन आज। गुणन गर्दा कति आयो? 864। धन्यवाद, थ्याङ्क यू। 864 एम स्क्वायर। अनि के पनि पत्ता लगाउनु पर्यो? आयतको परिमिति पनि पत्ता लगाउनु पर्यो नि त। आयतको परिमिति पत्ता लगाउनु पर्यो। किन परिमिति पत्ता लगाउनु पर्ने? त्यो आयतको परिमितिसँग वर्गको परिमिति बराबर। आयतको परिमिति P इजिकल्स टु, आयतको परिमिति P इजिकल्स टु 2 ब्राकेट L प्लस B। 2 ब्राकेट L भनेको 36 एम प्लस B भनेको 24 एम। 36 र 24 जोड्दा कति भयो त? 60 भइगयो। यो गुणन गर्दा कति भयो? 120 एम भयो। हो, यो भनेको यही परिमिति वर्गको परिमितिसँग बराबर। वर्गमा भनेर अगाडि बढौँ। अब वर्गमा, वर्गमा परिमिति P इजिकल्स टु कति हो त? यो परिमिति P इजिकल्स टु 120 एम। परिमितिको सूत्र के हो त? वर्गको परिमितिको, वर्गको परिमितिको लागि 4L। 4L इजिकल्स टु 120 एम। अब L को मान पत्ता लाग्यो। 120 एम भागा 4। देयरफोर L भने 4 त्यहाँ 12, 30 एम। लम्बाइको मान 30 एम भनेर पत्ता लागेपछि, लम्बाइको मान 30 एम भनेर पत्ता लागेपछि अब के गर्नु पर्यो त? वर्गको क्षेत्रफल पत्ता लगाउनु पर्यो है। यहाँ सिधै परिमिति मात्रै भने हुन्थ्यो है। मैले आयतको भनेर लेख्छु, त्यो भनिराख्नु पर्थेन। स्टार्टिङमा आयत भनेपछि यो भनिराख्नु पर्थेन, परिमिति मात्रै भने हुन्थ्यो। अब के भन्ने? देयरफोर क्षेत्रफल वर्गको भनेर पनि जनाउ न, अथवा नलेखे पनि भइहाल्थ्यो हुन चाहिँ। देयरफोर वर्गको क्षेत्रफल पत्ता लगाउँ। वर्गको क्षेत्रफल यसलाई हामीले A2 भनेर जनाइदिउँ। के भनेर जनाउँ? A2 इजिकल्स टु सूत्र त त्यही L स्क्वायर भइगयो त। L स्क्वायर, L भनेको 30 एम, 30 एम को होल स्क्वायर। 30 को होल स्क्वायर 900 एम स्क्वायर हो। के पत्ता लाग्यो?
तपाईँको यहाँ आयतको क्षेत्रफल पनि पत्ता लाग्यो, वर्गको पनि पत्ता लाग्यो। एउटै हुँदो रहेछ त क्षेत्रफल। परिमिति एउटै हुँदैमा आयतको परिमिति 120 एम, वर्गको परिमिति पनि 120 एम। परिमिति एउटै हुँदैमा क्षेत्रफल बराबर हुन्छ भन्ने होइन है, बराबर क्षेत्रफल हुँदैन। अब लास्टमा मागेको के छ त, वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ। वर्गको क्षेत्रफल बढी नै देखियो, वर्गको 900 आयो, यसको 864 छ। अब लास्टमा लेख्यो के त, देयरफोर वर्गको क्षेत्रफलमा बढी प्रतिशत इज इक्वल्स टु ठुलो क्षेत्रफलबाट सानो क्षेत्रफल घटाउनु पर्यो। A2 माइनस A1 होल अपन कसको क्षेत्रफललाई राख्ने होला भन्नुहोस् त यहाँ। A2 माइनस A1 होल अपन कसकोलाई राख्ने त, A2 माइनस A1 प्रतिशत मागेको छ, प्रतिशतमा मागेको छ। बेसमा कसको क्षेत्रफललाई राख्ने त, आयतकोलाई राख्ने कि वृत्तकोलाई राख्ने ल भन्नुहोस्। A1 राख्ने कि A2 लाई राख्ने, पहिलो क्षेत्रफल राख्ने कि दोस्रो राख्ने ल भन्नुहोस्। के भनेको छ प्रश्नले, हेर्नुहोस् है, वर्गको क्षेत्रफल आयतको भन्दा, कसको भन्दा, आयतको भन्दा हो, बेसमा A1 राख्ने। आयतको भन्दा बेसमा राख्ने के हो त, भन्दा को भनेर टाँसिएकोलाई वर्गको राख्ने होइन। किन वर्गको लेख्नुहुन्छ त्यहाँतिर, दोस्रोको राख्ने भन्नुहुन्छ, दोस्रोको राख्ने होइन, पहिलोको। किन पहिलोको, आयतको भन्दा भनेको छ नि त, यहाँ वर्गको भन्दा भनेको थियो नि, वर्गलाई राख्थ्यौँ है। अब यो घटाउने काम गरौँ। A2 भनेको 900 cm स्क्वायर माइनस A1 भनेको कहाँ छ, A1 भनेको 864 cm स्क्वायर होल अपन फेरि के हो त 864 cm स्क्वायर इन्टु 100%। यो घटाउने काम गरौँ त कति भयो त 36 cm स्क्वायर भागा 864 cm स्क्वायर इन्टु 100%। कति दियो त यसले एन्सर ल भन्नुहोस्। अब लास्टको त्यो भाग गर्दा कति दियो, भाग गर्ने काम गर्नुहोस् त 4.16 अरे। ल धन्यवाद, 4.16 प्रतिशत। र लास्टमा लेख्नुहुन्छ देयरफोर वर्गको क्षेत्रफल, यहाँदेखि तान्ने वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा 4.16 प्रतिशतले बढी छ भनेर भन्यो। र यस्तो प्रश्नलाई एकदमै सोध्ने सम्भावना हुन्छ, ख्याल गर्नुहोस् है, एकदम सोध्ने सम्भावना हुन्छ, सोध्ने धेरै सम्भावना बोकेको प्रश्न हो यस्तो। के बुझ्यौँ हामीले भने आयतको चौडाइको मान 24 cm छ, जुन लम्बाइको 2/3 हो। सो आयतको परिमिति एउटा वर्गको परिमितिसँग बराबर छ भने वर्गको क्षेत्रफल आयतको क्षेत्रफल भन्दा कति प्रतिशतले बढी छ भन्यो। हामीले के गर्यौँ यहाँ भने आयतको कुरा टुङ्ग्यायौँ। आयतमा चौडाइ 24 cm दिएको छ, यो चौडाइ भनेको लम्बाइको 2/3 अरे, लम्बाइको 2/3 अरे, लम्बाइको 2/3 इक्वल्स टु त्यति एल भनेर जनायौँ लम्बाइलाई। ओ भन्ने गुणन गऱ्यो, एल इन्टु 2/3 इन्टु 3/2, यसले 36 cm दियो लम्बाइ होइन। 5 मार्क्समा सोध्छ यस्तो प्रश्न, कतिमा भन्नुहुन्छ, 5 मार्क्स हो नि त। अब आयतको क्षेत्रफल पत्ता लगायौँ, एल इन्टु बी, यो गुणन गर्यो, एल भने 36 इन्टु बी भने त्यति, यति आयो। आयतको परिमिति पत्ता लगाउने जरुरत भयो, किनभने त्यो आयतको परिमिति र वर्गको परिमिति बराबर, आयतको परिमिति कति हो भन्ने पत्ता लगायौँ होइन। 2 ब्राकेट एल प्लस बी, यसले हामीलाई 120 cm दियो। वर्गमा पनि परिमिति 120 cm, वर्गको परिमितिको सूत्र 4l, एल इज इक्वल्स टु पत्ता लगायो 30 cm, क्षेत्रफल पत्ता लगायो एल स्क्वायर, 30 cm को स्क्वायर 900 cm स्क्वायर भइगयो। अनि वर्गको क्षेत्रफलमा बढी प्रतिशत, अन्तिममा के भनेको छ त, वर्गको क्षेत्रफल आयतको भन्दा कति प्रतिशतले बढी छ, वर्गको क्षेत्रफलमा बढी प्रतिशत भनेपछि A2 माइनस A1 अपन A1 इन्टु 100%। मान राख्यौँ 900 माइनस 864 भाग 864, यो गरेपछि 4.16 भन्ने आइगयो नि है। यसरी पत्ता लगाएँ। ल अर्को एउटा यस्तै खालको तपाईँहरूलाई गर्न दिउँ, 24 नम्बर भनेर है। एउटा आयतको के अरे त यहाँ एउटा आयतको चौडाइको मान कति भने त, चौडाइको मान ल 20 cm छ भन्दै, ल 20 cm छ, जुन लम्बाइको
जुन लम्बाइको 2/5 भाग हो, लम्बाइको 2/5 भाग हो, जुन लम्बाइको 2/5 सो आयतको परिमिति एउटा वर्गको परिमितिसँग बराबर छ भने अब यहाँ चाहिँ यसरी बनाएँ मैले, आयतको क्षेत्रफल, आयतको क्षेत्रफल वर्गको क्षेत्रफल भन्दा कसको त वर्गको क्षेत्रफल भन्दा कति प्रतिशतले कम छ, कति प्रतिशतले कम छ। अब बेसमा के राख्ने भन्ने कुरा तपाईहरुले बुझिहाल्नुहुन्छ यसमा हैन, बेसमा के राखेर गर्ने भन्ने कुरा बुझ्नुहुन्छ, कसको क्षेत्रफललाई बेसमा राख्ने भन्ने कुरा हैन, हो केलाई राख्ने भन्ने प्रश्न छ कुरा। अब नेक्स्ट टाइपमा जाउँ, यसलाई मैले मेटेँ है, स्क्रिनसट लिइहाल्ने, कपीमा सार्न सकिन्छ भने सार्ने हैन, है वर्षैभरि। अब 25 नम्बर क्वेसनमा जाउँ, क्वेसन नम्बर 25 मा है, 25 नम्बर। अब एउटा गरौँ आजलाई अनि त्यति गर्ने होला है। जस्तो अब यो वर्ग आयतहरूको कन्सेप्ट पनि भइगयो, त्यस्ता खालका बनाउन सकिहाल्नुहुन्छ। कुनै समबाहु चतुर्भुज भन्यो, अब यहाँ के भन्यो, कुनै समबाहु चतुर्भुजको, कुनै समबाहु चतुर्भुजका दुई विकर्णका मान, कति त दुई विकर्णका मान, दुई विकर्णका मानहरू क्रमशः, दुई विकर्णका मानहरू क्रमशः 20 र 16 20 र 16 छन् भने क्षेत्रफल कति रहेछ भन्छ। यहाँ क्षेत्रफल कति रहेछ अरे, क्षेत्रफल कति रहेछ, क्षेत्रफल कति रहेछ भन्छ। अब सिधै कुरा छ, यो त कस्तो चित्र भन्यो तपाईलाई, समबाहु चतुर्भुज। समबाहु चतुर्भुज भनेको त्यस्तो चतुर्भुज जसमा चारैवटा भुजाहरू एक आपसमा बराबर हुन्छन्। यो 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 चारैवटा भुजा बराबर, चारैवटा भुजाहरू बराबर हुन्छन् हो। यसको विकर्णहरू दियो, यो एउटा D1 एउटा विकर्ण दियो, यो 20 सेम दियो सपोज, र अर्को D2 पनि दियो। D2 तपाईलाई कति सेम दियो त, 16 सेम दियो। अब पत्ता लगाउनु भने क्षेत्रफल, क्षेत्रफल पत्ता लगाउने सूत्र के हो त, क्षेत्रफल पत्ता लगाउने सूत्र D1 1/2 D1 × D2 भन्ने हो। विकर्णहरू समबाहु चतुर्भुजमा विकर्ण दिएकै भइहाल्छ हैन। अब के गर्ने, सिधै बनाइहाल्ने, सूत्र हामीलाई थाहा भइगयो र एन्सर निकालिहाल्ने, सल्भ गरिहाल्ने। यहाँ भनेर लेख्यो, चित्र के हो लेख्नु पर्यो, चित्र त समबाहु चतुर्भुज हो नि त। समबाहु चतुर्भुजमा भनेर भन्यो सिधै, समबाहु चतुर्भुजमा एउटा विकर्ण त्यसलाई केले जनाइयो, D1 ले जनायो। एउटा विकर्ण D1 = 20 भनेर भन्यो। अर्को विकर्ण त्यसलाई केले जनाइदिने, D2 ले जनाइदिने। अर्को विकर्ण D2 = 16 अनि प्रश्नले के माग्यो त, क्षेत्रफल A = what, क्षेत्रफल A = what। अब सूत्र कि त सूत्र अनुसार कि त हामीलाई थाहा छ भनेर लेखौँ। यहाँ अलिकति लम्ब्याउन खोजेको, हामीलाई थाहा छ A = 1/2 D1 × D2 भन्ने सूत्र लगाऊ। 1/2 D1 भनेको 20 र D2 भनेको 16। अब 2 ले लाई कति पटक 8, 8 × 16 160 cm², यही नै एन्सर भएको सिधै। देयरफोर सो समबाहु चतुर्भुजको के को त, देयरफोर सो समबाहु चतुर्भुजको, देयरफोर सो समबाहु चतुर्भुजको क्षेत्रफल 160 cm² रहेछ भनेर पत्ता लगाइयो। यति गर्ने यसमा, एकदमै छोटो हैन, एकदमै छोटो, तर यस्तो पनि सोध्छ हामीलाई, यस्तो पनि सोधिहाल्छ हैन, यस्तो पनि सोध्छ। अब 26 नम्बरमा जाउँ, क्वेसन नम्बर 26 मा यस्तै खालको एउटा तपाईले बनाउनुलाई, यो
यति यही सामान्य पनि सोध्छ, सूत्र थाहा भएन भने बिग्रियो कि फेरि। सूत्र थाहा हुनको लागि मात्रै योग गरेको हामीले। अब अर्को टाइप हामी अर्को दिन गरौँला। यहाँ 18 सिएम र 12 सिएम भन्ने ल, 18 सिएम र 12 सिएम छन्, क्षेत्रफल कति रहेछ होइन। ल आजलाई यति नै गरौँ है त।